हेलो मर्निङ गाइज आज चाहिँ हामी कल गाउँपालिकासम्म चाहिँ जाने यात्रा छ हाम्रो यहाँ एउटा मिटिङ छ नि त त्यो मिटिङको लागि चाहिँ अब निस्क्नु पर्नेछ बाइक साइक चाहिँ तयार भयो होइन बाइक चाहिँ हामी सबै चाहिँ उनीहरू चाहिँ मोबाइल माउन्टहरू सबै चाहिँ राखिसकेर बाइक तयार भयो हेलमेट चाहिँ तयार भयो यसलाई चाहिँ यहाँबाट लगभग अहिले 7 बज्यो भन्दाखेरि 7:30 चाहिँ निस्किन्छु यहाँ 60 चाहिँ आइपुगेको छैन होइन त्यसपछि चाहिँ निस्कन्छु र यसलाई चाहिँ गाइस हामी चाहिँ निस्किन लागेका छौँ होइन अब यहाँबाट लगभग 7:30 पौने 8 भयो हामी निस्किँदैछौँ कति बजे पुग्छ लगभग होइन हामी चाहिँ अहिले टुनिखेल आइपुग्यो टुनिखेलको बाटो हेर्नु त पिच भएपछि यति राम्रो भयो यहाँ अझै 2 लेन त बाँकी नै छ यो भित्रको मात्र चाहिँ पिच भएछ यो माथि गयो त यो मुनिको चाहिँ 2 लेन त सपोर्ट लेन त बाँकी नै छ फेरि यस्तो भन्दाखेरि 9 बज्नु लागेछ 9 बजे चाहिँ हामी नेपालको आइपुग्यो अब यहाँबाट चाहिँ अब नेपाल ठोक होइन भकुन्डे बेसी चाहिँ आइपुग्यो नेपाल ठोक आइपुगेको छैन अब चाहिँ नेपाल ठोक जाने हो यहाँबाट कति घन्टा लाग्छ होइन 1 घन्टा त लाग्छ होला सायद यहाँबाट हेरौँ अब त्यहाँ चाहिँ खानाको लागि चाहिँ अर्डर चाहिँ दिइसकेको छु यहाँबाट चाहिँ फोन गरेर होटेलमा नेपाल ठोक दारी बाको होटेलमा अब हेरौँ कति बजे पुग्छ लगभग 1 घन्टामा त पुग्नुपर्ने हो सायद होला सायद चाहिँ 1 घन्टा पुग्यो भने त लगभग चाहिँ 1 बजे 1:30 बजे चाहिँ अब उता चाहिँ पुग्छ होला गाउँपालिकामा काम बाटो बनाउने काम तीव्र रूपमा भइरहेछ यहाँ सानो साँगुरो बाटो चाहिँ यता फराकिलो बाटो छ नि यहाँदेखि चाहिँ लगभग चाहिँ अप्ठ्यारै बनाउनु थोरै पिच बाँकी छ तब 1 किलोमिटर जति ढुङ्गै फेरि ग्राभलहरू हाल्यो नि त यहाँ यस्तो बिजोग छ यहाँको बाटो Una c'è una tavolonca pani mati kola pari pana panjang hina kodong meru ya utai dinchu konechi maranku खोला हो कि बाटो हो पानी पानी छ यता
लगभग हामी चाहिँ अहिले मङ्गलटार कटिसकेका छौँ नेपालथोक लगभग 10 किलोमिटर जति बाँकी छ होला होइन यहाँबाट चाहिँ यो हेर्नु त तोरी हरियो ठाउँमा चाहिँ पहिलो फुल लाग्यो यहीँनिर मात्र छ क्या तोरी उता चाहिँ छैन यो अलिकति चाहिँ यहाँ जग्गा जमिनहरू बाँकी छ नि त खेती योग्यहरू त्यही पनि यतापट्टि केही गरेको छैन धान सान ट्रेन रोप्यो त्यतिकै छ आलु रोप्ने पर्ने आलु चाहिँ रोपेको छैन कि उता चाहिँ नेपालथोकतिर चाहिँ रोपिसकेको छ अस्ति नै यता चाहिँ रोप्नै बाँकी छ यो रोप्दैन होला सायद बाटो बनाउने छ नि त बाटो पनि बिगार्छ भनेर हो कि क्या हो त्यति चाहिँ बनाइँदै छ के यसमा चाहिँ अफ रोडिङमा चाहिँ उबेरै चलाउनु चाहिँ राम्रो हुन्छ न त होइन नजान्नेलाई चाहिँ अलिक गाह्रै पर्छ जान्नेलाई चाहिँ राम्रो हो यो जति स्पिड कुदाए पनि राम्रो हुन्छ यहाँको बाटो त अब नेपालथोकसम्म त यस्तै हो नि त यता पानी कस्तो बेमानी लायो तुझी यस्तो छ बाटो यस्तो त छ पानीमा जानु छ यस्तो बाटोमा यता पनि खोला पो यताबाट जानु होला हाम्रो खाना खाने होटल चाहिँ यहाँबाट 1 किलोमिटर ठ्याक्कै बाँकी छ दामी टोरी हो 10-15 दिनमा 20 दिनमा त यस्तो राम्रो फुलेको छ टोरी फुलेको त हेर्नुहोस् त यहाँ राम्रो टोरी टोरी फुल्यो बारीमा बारीलाई रातो टिका लाउन निधारमा होटल चाहिँ यही हो हाम्रो होटल खाना साना खाऊँ को चाहिँ हामी चाहिँ यता नेपालथोकबाट खानासाना खाएर उता खुर्कोटतिर चाहिँ लाग्दैछ यो हो हाम्रो चाहिँ यो यता चाहिँ हाम्रो कुशेश्वर महादेव हो होइन कुशेश्वर महादेव लाग्यो जय श्री भोलेनाथ भोलेनाथलाई रक्षा गरौँ अहिले चाहिँ हामी मुलकोट आइपुगेका छौँ मुलकोट भन्छ खुर्कोट भन्दा यता मुलकोटबाट चाहिँ अब हामी चाहिँ माथि उकालो चढेर सिसा भएको त्यो ऐना परा जस्तै त्यहाँ चाहिँ जान्छ अब यहाँबाट माथि चढ्नुपर्ने हुन्छ यहाँको बाटो चाहिँ एकदम राम्रो छ नाइस रोड यहाँबाट जाँदा सबै हो यता माथि
माथि माथि घुम्दै घुम्दै जाने सेती देवी नै हो याद छ यो सेती देवी मन्दिर सेती देवी भगवान रक्षा गर्नु सेती देवी माता हामीलाई जहाँ जाने अब त्यहाँ पनि राम्रोसँग फुल्नु त्यहाँबाट पनि राम्रोसँग घर फुल्नु यहाँबाट तल भ्यू हेर्दा त क्या दामी देखिन्छ यहाँसम्म पुगिसक्यो ल होइन त यो रहेको छ हाम्रो सेल्फी डाँडा हामीले त्यहाँ सेल्फी डाँडा आइपुगेको छ यहाँबाट चाहिँ सेल्फी खिच्दा चाहिँ धेरैजना चाहिँ यहाँ रोक्छ कि ठाउँ पनि राम्रो छ नि त डाँडा खाँदा जस्तै धेरै जसो यहाँ आसपास सेल्फी डाँडा आइपुग्यो फुडहरू भन्ने ठाउँमा तर पिकअप र इन्जिन गाडीभन्दा त धेरै पिकअप छ यसमा चाहिँ यो साइडमा त धेरै त्यही गाडी मात्र हो हामी चाहिँ अहिले खुर्पट बजार आइपुग्यो अब कति बज्यो भन्दाखेरि 11:11 बजे खुर्पटमा आइपुग्यो चाहिँ हामी चाहिँ फिक्कल गाविस आइपुगेको छ यहीँनिर हो त्यो घरहरू धेरै देखेको ठाउँमानिर होला सायद यही बाटोमै पर्छ त भनेको छ हेरौँ यहाँबाट 1 मिनटमा पुग्छ अब यहाँबाट खोला हेर्नु त अघिदेखि खोला किनार टुनिखेल कट्दाखेरिदेखि हामी ठोक्राको किनार आएको छ अहिलेसम्म खोला किनारै छ खै गाउँपालिका कुन हो गाउँपालिका त्यही हो गाउँपालिका हाइवे छ नि डरोमा यहाँबाट छिर्यो हुए नक्सा खेन हुए मुखला नक्सा खेन हुए मुखला आइपुगेका छौँ Buane giusto, non lo sappi. हामी चाहिँ त्यहाँ गाउँपालिका गएर होइन गाउँपालिका गएर अब त्यहाँको मेयर साहबले भेटेँ
मेरो साहबले सम्मान गर्नुभयो सम्मान गरेको चाहिँ भिडियो सिडियो चाहिँ खिचेन हैन धेरै मान्छे थियो पाहुना आउनुभयो भनेर चाहिँ हामीले चाहिँ सम्मान चाहिँ गर्यो सम्मान गरेर खाजासाजा खाएर फेरि अब साइट भिजिट गर्नु पर्यो नि त यो फर्किँदैछु यहाँबाट चाहिँ लगभग गाउँपालिकाबाट यतै हामी जहाँबाट आएछौँ नि त्यही फर्किनुपर्छ त्यहाँबाट लगभग 1-1.5 घन्टा लाग्छ अरे अब यो त हाइवेको भयो अब यहाँबाट चाहिँ कच्ची रोड जानुपर्छ यहाँबाट चाहिँ अब कहाँबाट गइन्छ त्यो चाहिँ थाहा भएन यहाँ प्राविधिक चाहिँ अगाडि राखेको छ सरकारी कर्मचारी हाम्रो प्राविधिक हुन्छ इन्जिनियर साहब उहाँलाई चाहिँ अगाडि राखेर हामी चाहिँ जाँदैछौँ अर्को 2 जना प्राविधिक पनि हुनुहुन्छ वडा अध्यक्ष पनि त्यहाँको वडा अध्यक्ष पनि चाहिँ माथि बसिरहनु भएको छ होइन वडा अध्यक्षलाई पनि लिएर जाँदैछु कतिजना हुन्छ माथि हेरौँ पहिला मिसी भन्यो भने गाछमा यस्तो ठाउँमा मन्दिर बनाए आइपुग्यो ल यो करोड पैसा पनि दिन्छु भन्दा पनि बस्नु नआउने यस्तो ठाउँमा लगभग 1 घन्टाको हिँडाइपछि यहाँ भगवती स्थान आउनु लाग्यो अहिले चाहिँ सिडी चढ्नुपर्छ चढ्दैछौँ हाम्रो प्राविधिकहरू वडा अध्यक्षहरू चाहिँ मुनिबाट आउँदैछ बाटो यस्तो छ हामी चाहिँ अहिले लगभग 1 घन्टा जति हिँड्यो बाइकमा छोडेर सफाले अझ भ्लगै बनाउनु मन लागेन बाटो सूर्यको किरण ठ्याक्कै आँखामा पर्छ लगभग कहिले 5 बजे बल्ल तल आइपुग्यो साइट हाम्रो यही हो हाम्रो साइट जय श्री भगवानी ठिक छ शिव शंकर जय शिव शंकर जय श्री भवानी माता श्री भगवती माता रक्षा गर्नु परमेश्वर यो रहेछ यहाँको भगवती देशना दस्न मोक लागेछु नचार गाई बादो नि हानियो to git pe more kemo Shimachi mojo ये देखे होगा अच्छा जो पौधे मोटे हिंदी के बोला तक जी ओए खाना थे कौन दंगो तो जे के तुम्हारे जिगर का सोच देखे सोचे होंगे जिंग शिमाची में आचरण में होगा
सीमाटा 6 बजिरहेको यहाँ देख्यो ठाउँ ठेकाउनु चाहिँ लुखाटो चाहिँ ठाउँ ड्वानेमा देख्यो होला त्यो पछि माग भएन चाहिँ त्यही मार फोन चाहिँ ठाउँ ठेकाइ छु ठाउँ ठेकाउ भयो छर्के लुखा चाहिँ छर्के ट्याबियो लाग्यो अंग पुरा कबर काम माग भए के था पार्टी बाटरी मुखा थाना आंगो क्या छ तो सीमाटा पिने लाग्यो ठेकायो मोला ठेकायो आंगो कालो ठगलाउनु ठेकायो छर्के आंगो कालो ठुकारो ड्वाने हो फोन एउटा चाहिँ अछिया मार अछिया याउको थाना लगभग चाहिँ 18 2 फिट चिप्या हो ठोकिङ अनि त्यो सो माने लाग्यो तल्के देख्छु र टेन्टै तल्के देखे बेला न मजु मुख जिउ तर यहाँ अपारेको छुम कने साथमा भका बाबु जा छुम हियो छ छुट्या गर्न जिन चाहिँ थाना चाहिँ बरु चाहिँ गेहरु छ थाना 18 इन्च कल मलाई 18 इन्च या 2 फिट कल सिधा वान नोइले का छ हुन्छ चले फयान तुई गुरी तल्के जुनी योको नोइले का तल्के जो हिसाब यो सेरा नो जे छु 1 फिट क्या होगा 1 फिट कल सिधा वाला चुए बेला 2 फिट माकन दिगो 2 फिट यही त कहाँ ए लगे जी थोकै छ बे त रोए उन्मिने छ के हिसाब उहाँ खाना कोही बे यहीबाट उठाइरहे नि त्यो त यसो गर्नुहोस् यो ढुङ्गा चाहिँ खेर नजाओस् होइन यसको हिसाबमा लिनु के यसको हिसाबमा बरु चाहिँ यसो गोल गरेर लिने हो नि कि यो चाहिँ किन फुटाउनु होइन सेप यो चाहिँ सेप हुन्छ यसलाई चाहिँ सिधै लानु यसो घुमाएर हुन्छ कि कसरी गरेर चौतारा जस्तै कति मिटर हुन्छ यो के भन्नु उतै त होला 15 मिटर हाइट चाहिँ 5 मिटर जति होला जस्तो लाग्छ अस्ति पनि 5 मिटर जति होला सफा आयो बोल्नु त के छ गजबले हिँड्यो नि है अहिले त गबरी गजब हिले लगभग अहिले चाहिँ 6:15 भइसकेको छ अझै हामी 1 घन्टा तल झर्नु छ यस्तो बाटो हेर्नु त यहाँबाट गुल्टियो भनेर वान मिस्टेक गेम फिनिस भने जस्तो ल के अन्त यस्तो बाटो हिँडिरहेको छु ल यस्तो छ बाटो यस्तो